यो चाहिँ बेस क्याम्पमा अहिले 4 बजेको छ। हामी 4 बजे माथि बेस क्याम्प जाँदैछौँ। यो चाहिँ अहिले अन्नपूर्ण बेस क्याम्प नर्थबाट पुग्नै आँटेको अवस्था हो र हाम्रो प्रयास ती हिमालहरूलाई भेट्ने हाम्रो प्रयास निरन्तर छ। जसरी यो नदी समुद्र भेट्न कुदिरहेको छ त्यसरी हामी हिमाल भेट्ने प्रयासमा छौँ र हाम्रो साथमा सँगसँगै साथीहरू हुनुहुन्छ सागरजी पोखराबाट, त्यसै गरी आशिष भाइ अगाडि हुनुहुन्छ चितवनबाट र यो यात्रा निरन्तर जारी रहनेछ तबसम्म हामी हाम्रो गन्तव्यमा पुग्दैनौँ। र सबै आउनेहरूलाई निरन्तर रूपमा स्लो एन्ड स्टेडी विन्स द रेस नआत्तिकन आउनु होला, राम्रोसँग आउनु होला, सुरक्षित साथ आउनु होला। चिसो छ माथि, एकदम तातो कपडाहरू लगाएर आउनु होला। धन्यवाद। हिजो पोखराबाट चितवन हुँदै र आज हामी घुसेर्नुबाट हिँड्यौँ। अब हामी छिट्टै यी हिमालमा पुग्दैछौँ र यी हिमालहरूले हामीलाई पर्खिरहेको भान भइरहेको छ हामीलाई। र हामी हिमालमा पुगिसकेपछि यसको कन्टिन्युटी फेरि गर्नेछौँ। सागरजीलाई धेरै धेरै धन्यवाद। थोरै घाम पर्न थालेको छ। एकछिनमा मजाले सनराइज हुन्छ। पञ्चकुण्डमा सायद हामी पञ्चकुण्ड पुग्छौँ त्यति बेलासम्म। चिसो चाहिँ बाहिर चिसो छ। पसिनाभित्र पसिना कपडा भिजिसक्यो तर बाहिर चिसो छ। गाह्रो छ। ल साथीभाइहरू, फाइनल्ली हिमालको फेदमा हिमालको चिसो पानी बगिरहेको छ। हिमालको चुचुरोमा घाम परिरहेको छ। हामी हिमालको फेदमा आइसकेको छौँ साथीभाइहरू। लास्टै रमाइलो भइरहेको छ। चिसो पनि त्यस्तै छ। अझै यहाँबाट 1 घन्टा हिँडेर गएपछि बल्ल हामी पञ्चकुण्डमा पुग्छौँ। तपाईँहरू हिजो माथि बस्नुभयो? कस्तो भयो बसाइ? बसाइ राम्रै भयो। अलिक प्याक त प्याकै थियो। प्याक है। चिसो कतिको छ? चिसो चिसो प्याक त ठिकै। अहिले त ठिकै हो। अहिले यतिकै हो। अहिले घाम लाग्छ त्यहाँ के छ? अहिले घाम माथि घाम लागिरहेको छ। खानाहरू कस्तो थियो? खाना राम्रै छ। खानाहरू राम्रै छ। ठाउँ पनि राम्रो हो। लेक चाहिँ फ्रोजन छ क्या अहिले। है? फ्रोजन छ। अब मेल्ट भइरहेछ। हो, हामीले हिजो मेल्ट भयो बेला देखियो, अहिले फ्रोजन पनि देखियो। तपाईँलाई त्यहाँ 5 कुण्डको सबैभन्दा बेस्ट थिङ के लाग्यो? यहाँको त भ्यू अफ ताल, पञ्चकुण्ड ताल, बेस अफ हिमाल भनेको बेस्ट। ब्लू लेक मजाको सफा होइन, हजुर दामी छ।
यस्तो क्लिन लेक देखिन्छ होइन जस्तै अब यत्रो धेरै मान्छेहरू यो चाहिँ अब हामीले एक्सप्लेन गरेर हुँदैन हेर्नै पर्छ हो है ल यत्रो धेरै मान्छेहरू भिजिट गर्न गएको छ होइन सबै मान्छेले राम्रै छ राम्रै सोचेको छ भन्ने हुँदैन त्यहाँ जस्तै कतिले फोहोर फाल्ने त्यस्तो कुराहरूमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ फोहोर त एकदम अनम्यानेजेड फोहोर चाहिँ अब एकदम सफा भनेको एकदम फोहोर त छैन तर मान्छेले यताउता फालिराख्नु सर्टकटमा तपाईँहरूको एउटा एन्सर खोजेँ मैले लाइक हामीले त्यहाँ गएर गर्न हुने र गर्न नहुने कुरा एउटा बताइदिनुहोस् सर्टकटमा है त अब गर्न हुने चाहिँ तपाईँको अब यो अहिले पिउसोमा गएर माथि के हजुर यो बेस क्याम्पको माथि टावरमा गएर भ्युस्युहरू अहिले हेरिहाल्यो भने हजुर त्यो सजिलो हुन्छ अर्को अब गर्न नहुने चाहिँ त्यहाँ अब सबभन्दा राम्रो त बरु बेलुका बसेर हजुर लगभग 2-3 बजेतिर यही गुफापाट या पुष्कर मेलाबाट चाहिँ नआत्तिकन जो छिटो छिटो आउनुभयो बुढोलाई आनन्दले आएको भए मजाले त्यो लेक पनि राम्रो देख्नुहुन्थ्यो बेस क्याम्पहरू पनि थुप्रै हुन्थ्यो यहाँको बेस्ट पार्ट चाहिँ भोलिपल्ट बिहान फ्रोजन लेक हेरेर फर्किँदाखेरि बेस्ट हुन्छ यहाँ बस्यो भने दिउँसो फ्रोजन नभएको लेक पनि देखिन्छ यहाँ बस्यो भने होइन अनि बिहान उठेपछि फ्रोजन भएको लेक पनि देखिन्छ कि त्यो दुइटै देखिन्छ कि नत्र यहाँ अब बसेर हजुरले एउटा मिस चाहिँ गर्नु एकैछिन बसेर निस्क्यो भने चाहिँ त्यो देखिँदैन कि हजुरहरूको परिचय ए म चाहिँ शङ्कर बराल हो म घर पोखरा ओके हजुर म चाहिँ रूपेश अधिकारी मेरो पनि घर पोखरा ओके ल है त ल राम्रोसँग जानुहोस् है त तपाईँको कहाँ हो यो के हो हामी पनि पोखराबाटै हो यो च्यानलको नाम चाहिँ चिल गाई भन्ने छ है त ल म हाल्छु है एकदम राम्रो इन्फर्मेसन पाइरहेको छौँ हामीले मलाई त नो स्ट्रेस ओन्ली फोकसिङ अन डेस्टिनेसनमा पुगो द्याट्स माई गोल अरू कुराको केही पनि स्ट्रेस छैन लाइक स्ट्रेस फ्री लाइफ भनेको मेरो लागि चाहिँ यही हो कसैले सोध्यो भने एन्ड एबिसीको लागि चाहिँ म पहिलेबाट एकदम प्यासनेट थिएँ मलाई एकदम जानु मन थियो मेरो यो छुट्टीमा एकदम फर्स्ट प्रायोरिटी भनेको एबिसी थियो र म आफ्नो डेस्टिनेसनको नजिक आउँदै गर्दाखेरि अघिसँग थकित थिएँ माथिबाट फर्किरहेको मान्छेहरूसित कुराकानी गर्दाखेरि अझ बढी एनर्जी आइरहेको छ इनर सेल्फमा सो होप फर द बेस्ट हेरौँ राम्रो क्या आशा छ राम्रै हुन्छ हामी राम्रो ठाउँमा जाँदैछौँ यस स्टे ट्युन गाइज सकेको छैन कथा च्याप्टर स्टिल बाँकी छ तिमी नै आउँछ होला हेलो भन तिम्रो नाम के हो मेरो बसन्त कहाँबाट काठमाडौँबाट कस्तो हुँदैछ ट्रेक बबाल रमाइलो छ है फाइनली आइपुग्यो सङ्घर्ष कतिको भयो मेरो भाइ डान कडा हडाइ हाई कस्तो भइरहेछ एकदमै गाह्रो भयो गाह्रो है ठ्याक्कै 3 घन्टामा बेसी लाग्यो आउन है हो हजुर कति बेला हिँड्नुभएको नि हामी लगभग 4 बजे भनौँ न 4 बजे हिँड्नुभएको हजुर बस्दै बस्दै आउँदाखेरि तपाईँहरू कहाँबाट आउनुभयो बारीबाट बागलुङबाट हजुर हो नि हामी पोखराबाट कोही चितवनबाट ए ल अब रमाइलो गर्नुपर्छ है त लेकमा एकदमै ल हाम्रो टार्गेट भनेको यही थियो अनि हामी आइसकेका छौँ
म चाहिँ पञ्चकुण्डा लेकमा आइपुगेको छु। उतापट्टि पञ्चकुण्डा लेक छ भने यहाँ पनि आएर राति स्टे गर्न मिल्छ। यो सबै टेन्टहरू यहाँ राति स्टे गर्नेहरूको लागि हो। अब जस्तै हामी आज यहाँ आयौँ, हामी यहाँ बस्न चाह्यौँ भने हामी यही टेन्ट बुक गरेर बस्नुपर्ने हुन्छ। मेहनत गरेपछि कहाँसम्म पुगिन्छ भन्ने एउटा उदाहरण यो पनि हो। यदि घरमै सुतेर बसिन्थ्यो ह्या उ गरिन्थ्यो भने आज सायद जिन्दगीमा पनि यस्तो ठाउँमा आइपुगिन्थेन। तर कोसिस गरियो, बिचमा कति बाधाहरू चाहिँ आए तर पनि हिमालको फेदमा आयो। मान्छेलाई लाग्न सक्छ के नै होला त्यो जाबु हिमालको फेदमा पुग्यो भन्ने। एकचोटि कोसिस गर्नुहोस्, तपाईँको घर अगाडिको डाँडा चढ्न गाह्रो छ, हिमालको फेदमा पुग्नु त धेरै परको कुरा हो। साथी झोला बोकेर हिँडौँ आज कुनै चिन्ता छैन। अन्नपूर्णको बाटो रोजौँ यो पल फेरि आउँदैन। बिहानै उठी हाँस्दै हिँड्यौँ काँधमा झोला मन सपना। बाटोभरि मजाक गर्दै साथीहरू आफ्नै संसार। कहिले उकालो थाक्दा पनि हाँसो रोकिएन। टिकले भन्यो अब पुग्यौ होला, अर्कोले भन्यो अझै टाढा छ नि। बाटो लामो भए पनि साथीहरू साथमा छन्। आजकै साना पलहरू भोलि ठुला सम्झना बन्छन्। अन्नपूर्ण हामी तिम्रो बाटोमा, हावा चिसो मन न्यानो, साथीहरू साथमा। हिमाल हेर्यौँ फोटो खिच्यौँ, हाँस्यौँ रातभरि यो यात्रा जीवनभरि। एकपटकको जिन्दगी एकपटकको यो यात्रा। अन्नपूर्णको काखमा बनायौँ यादहरू हजारौँ। तातो दाल भात अगाडि आयो, थाकेको शरीरले मुस्कुरायो। मोमो चिया गाउँको खाना, त्यो स्वाद कहिल्यै बिर्सन नसक्यो। सानो चिया घर ठुलो कहानी, आगो वरिपरि बसेर कसैले पुरानो कुरा सुनायो, कसैले नयाँ सपना बुनेर। फोनमा फोटो हजारौँ खिच्यौँ तर आँखाले देखेको दृश्य कुनै क्यामेराले कैद गरेन। त्यो पल थियो एकदम विशेष। बाटो लामो भए पनि साथीहरू साथमा छन्। आजका यी साना पलहरू भोलि ठुला सम्झना बन्छन्। अन्नपूर्ण हामी तिम्रो बाटोमा, हावा चिसो मन न्यानो, साथीहरू साथमा। हिमाल हेर्यौँ गीत गायौँ, नाच्यौँ बाटोमा यो यात्रा जीवनभरि। एकपटकको जिन्दगी एकपटकको यो यात्रा। अन्नपूर्णको काखमा बनायौँ यादहरू हजारौँ। कुनै दिन हामी टाढा हुने छौँ, सबै आफ्नो बाटोमा। तर एउटा फोटो हेर्दा फेरि
साथीहरूको साथ सबैभन्दा ठुलो धन। अन्नपूर्ण अन्नपूर्ण तिमीले हामीलाई जोड्यौ, हिमालको काखमा लगेर जीवनका यादहरू छोड्यौ। एक पटकको जिन्दगी, एक पटकको यो यात्रा, साथीहरूसँग बिताएको पल सबैभन्दा सुन्दर कथा। आज हामी हिँडिरहेका छौँ, भोलि सम्झेर मुस्कुराउने छौँ। अन्नपूर्णको त्यो यात्रालाई जीवनभरि गाइरहनेछौँ। झोला बोको बाटो लागौँ, हिमालय हामीलाई बोलाउँछ। साथीहरू साथमा हुँदा हरेक यात्रा कथा बन्छ। जिन्दगीमा एकचोटि चाहिँ आउनै पर्छ है। दुईचोटि नआए नि हुन्छ, बरु एकचोटि चाहिँ आउनै पर्यो। ठाउँ चाहिँ बवालै छ। ल सुनिहाल्नु भयो हाम्रो सरको मुखबाट पनि। एकदम भ्यू चाहिँ ब्रेथ टेकिङै छ, नो डाउट भ्यू 100मा 100 छ। तपाईँहरू आउनु सक्नुहुन्छ। आई विल सजेस्ट यु टु ह्याभ 2 days प्याकेज। 2 दिनको प्याकेजमा आउनुहोस्, बेस्ट हुन्छ है त। ल मान्छेहरू भद्राङ भुद्रुङ हामफाल्दै हिँड्नु। ल हेर्नुहोस्, जाँड खानै पर्दैन। यहाँको बाटो त्यस्तो छ, यस्तो हेर्नु न, एकदम ठाडो बाटो। त्यो पनि गेगार बाटो होइन, जे नि हुनसक्छ। आफ्नै छ अहिले बाटो छेकिरहेको अवस्था। बाटो यस्तो छ। इन रियालिटी क्याम्प आउने बाटो अलिकति देख्दा चाहिँ डर लाग्दछ, तर सकिन्छ। यत्रो बाटो त सकियो। ल हेर्नुहोस्, ल है त। बाँकी तल गएपछि है त ध्यान दिएर फोकस दिएर हिँड्नुपर्छ यहाँ त। यस्तो बाटो हिँड्नुपर्छ। यो पनि माथिबाट पहिरो आउँदाखेरि पहिरोले भद्राङ भुद्रुङ पारेर बनेको बाटो हो। पुरै ओह्रालो बाटो यस्तो छ। केयरफुल चाहिँ एकदम केयरफुल हुन जरुरी छ।
कस्तो बाटो ल अहिले म राख्छु तल पुगेपछि है त यो चाहिँ 5 पोखरीको खाजा यहाँको लोकल कस्तो छ अब खाउँ है त त्यहाँ तल सानो टेन्ट देखिएको छ नि त्यो चाहिँ बुस्केट मेल हो त्यहीँ हामी बेलुका बास बसेको थियौँ हामीलाई टेन्टमा बास मिलेको थियो खाना पनि अब यस ठाउँमा एकदम मिठै भन्नुपर्छ त्यतिको खानालाई अनि त्यही हो साथीभाइहरू म माथि 5 घन्टा पुगेर नि फर्किसकेँ अब फर्केको भिडियो बोरिङ होला भनेर नत्र भने एकदम रमाइलो भयो एकदम राम्रो बुस्केट मेला पनि म त सबैभन्दा पहिला आएँ हिमाल बुस्केट केलाको काखमा यसरी हिमाल पनि छ रमाइलो छ है साथीभाइहरू ल है म एबिसी बेस क्याम्प पुगेर फर्किएँ यो हेर्नुहोस् बुस्केट मेला यति धेरै टेन्ट छ यो टेन्टमा नै आएका पाहुनाहरूलाई चाहिँ यो टेन्टमा नै राखिने गर्छ टेन्ट नपुगेर नि कति समस्या हुन्छ तर खुसीको कुरा हिजो चाहिँ हामीलाई राम्रोसँग टेन्टको व्यवस्था भयो है चिसो छ बेलुका एकदम माइनसमै जान्छ तपाईँहरू न्यानो कपडाहरू ल्याउनु होला धेरै सामान नल्याउनु आवश्यक सामान थोरै हलुका हुने गरेर मिलाएर ल्याउनु होला हाई हेलो Hi there. हाउ डु यु फाइन्ड एबिसी बेस क्याम्प Super cool. सुपर कुल Nice journey. So clear sky. वेयर आर यु फ्रम Italy. ल आयो बेस क्याम्प